पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। सत्ता र शक्ति सधैँ एकनास हुँदैन। सुशीला कार्कीको डरले केपी ओली भाग्छ। गृहमन्त्री बाबुलाई धेरै नउताउदिन, नचम्किन, केवल 6 महिना अगाडिका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक आज प्रहरी हिरासतमा पुगेका छन्। जेन्जी आन्दोलनमा हेलचक्राइ गरी ज्यान मारेको अभियोगमा उनीहरू पक्राउ परेका हुन्। शुक्रबार मात्रै गठन भएको बालेन शाह नेतृत्वको रासोपा सरकारले जेन्जी आन्दोलन जाँचबुझ आएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने पहिलो निर्णय गरेको थियो। गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने। सोही अनुसार गृहमन्त्री सुदन गुरुङले तत्काल एक्सनमा उत्रिएका छन्। र म धेरै नबोलिकन एक्सन ओरिएन्टेड काम गर्नेवाला छु। विल शो यु एक्सन, विल नट गिभ यु फेक प्रमिसेस। उनले निर्णय भएको केही घण्टामा नै सुरक्षा निकायका प्रमुखहरूलाई राखेर प्रतिवेदन तत्कालै कार्यान्वयन सुरु गर्न निर्देशन दिए। सोही अनुसार शुक्रबार साँझबाटै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डस्थित निवासमा प्रहरी परिचालन भएका थिए। साथै भक्तपुरमै रहेका पूर्व गृहमन्त्री रमेश लेखकको घरमा समेत शुक्रबार रातिदेखि नै प्रहरीले निगरानी बढाएको थियो। उनीहरूलाई पक्राउ गर्नका लागि गृहमन्त्री सुदन गुरुङ रातभरि नै सुरक्षा निकायका प्रमुखहरूसँग प्रहरी प्रधान कार्यालयमा छलफलमा बसेका थिए र रातभर प्रहरी हेडक्वार्टरमा बिताएका थिए। अन्ततः आज एकै बिहानै जेन्जी आन्दोलनमा हेलचेक्राइ गरी जेन्जीहरूको ज्यान मारेको अभियोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परे। उनीहरू दुवैजनालाई काठमाडौँ परिसरमा ल्याइएको छ। दुवैजनाको स्वास्थ्य परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पतालमा पुर्याइएको थियो। केपी ओलीलाई अस्पतालको रेड जोन बेड नम्बर 27 मा राखिएको छ। यो कक्षमा संवेदनशील बिरामीलाई राखिन्छ। अहिले दुवैजनाको स्वास्थ्य परीक्षण सकिएको छ। स्वास्थ्य परीक्षण सकिए पनि केपी शर्मा ओली भने टिचिङ अस्पतालमै रहनेछन्। रमेश लेखकलाई भने अस्पतालको स्वास्थ्य परीक्षणपछि नेपाल प्रहरीको महाराजगञ्ज स्थित 2 नम्बर गढमा हिरासतमा राख्ने प्रहरीले जनाएको छ। ओली र लेखक कति दिनसम्म हिरासतमा बस्न सक्छन्? भदौ 23 को घटनालाई लिएर पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यान सम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको छ। ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर 25 दिनसम्म हिरासतमा राख्न म्याद पाउने मुलुकी फौजदारी कार्यविधि संहिता 2074 मा उल्लेख छ। त्यस अवधिमा अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिलको कार्यालय मार्फत अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्नेछ। यस अनुसार अब ओली र लेखक दुवैमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँमा आइतबार पेश गर्नुपर्नेछ। अदालतले अनुमति दिए मात्रै प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई थप हिरासतमा राख्नेछ। भदौ 23 गते जेन्जी आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा युवाहरूको गोली लागेर मृत्यु भएको थियो। उक्त घटनाबारे पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनलाई मन्त्री परिषदले कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओली र लेखक पक्राउ परेका हुन्। प्रतिवेदनले मुलुकी अपराध संहिता 2074 को दफा 181 र दफा 182 अनुसार अनुसन्धान गर्न सिफारिस गरेको छ। यी दुई नेतामाथि अब यही कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। दफा नम्बर 181 मा लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर र दफा नम्बर 182 मा हेलचेक्राइ गरी ज्यान मार्न नहुने कसुर उल्लेख गरिएको छ। लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा 3 देखि 10 वर्षसम्म कैद र 30,000 देखि 1 लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ। त्यस्तै हेलचेक्राइ गरी ज्यान मार्न नहुने कसुरमा 3 वर्षसम्म कैद र 30,000 रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखिएको छ। केपी ओली र रमेश लेखक पक्राउ पर्नुको पृष्ठभूमि 3 दिन अघि सार्वजनिक भएको जेन्जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले जेन्जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लापरवाही गरेको ठहर गरेको थियो। त्यही लापरवाहीको कारण ज्यान मार्ने घटना भएको उल्लेख गरेको थियो। प्रतिवेदनमा प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आकर्षित हुने उल्लेख गरेको थियो। मुलुकी अपराध संहिताका दफा नम्बर 181, 182 र 183 लाई कोट गर्दै प्रहरीले पक्राउ गरेको हो। हेलचेक्राइ पूर्व कसैको ज्यान मार्ने काम गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपैयाँसम्म जरिवाना हुन सक्छ। केपी ओलीको हकमा जाँचबुझ आयोगको प्रतिवेदनमा के भनिएको छ?
प्रतिवेदनमा जेन्जी आन्दोलनमा भएको घटनामा ओलीलाई जिम्मेवार बनाउँदै भनिएको छ नेपालले अंगीकार गरेको शासन प्रणालीमा प्रधानमन्त्री यस व्यवस्थाको मेयोका रूपमा रहेका हुन्छन्। राष्ट्रिय अनुसन्धान विभाग जस्तो महत्त्वपूर्ण निकायलाई सशक्त र सक्षम बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट ठोस पहल नभएको देखिन्छ। भाद्र 23 गते साँझ राष्ट्रिय सुरक्षा परिषदको बैठकमा दिउँसोको विभत्स घटनापछि अर्को दिन भाद्र 24 गतेदेखि हुने सम्भावित सुरक्षा जोखिमको वास्तविक मूल्याङ्कन सहित सुरक्षा अङ्गहरूको योजनाबद्ध प्रभावकारी परिचालन र घटनाको वास्तविकताबारे छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा हल्का तथा मौखिक निर्णय मात्र गरिएको तर कुनै लिखित निर्णय नगरिएकाले घटनालाई सामान्य ढङ्गले लिएको देखिन्छ। बिग्रिँदै गएको परिस्थितिलाई मध्यनजर गरी प्रधानमन्त्री जस्तो जिम्मेवारीमा बसेको व्यक्तिबाट त्यसलाई समाधान गर्न अथवा जोखिम न्यूनीकरण गर्न सुरक्षा निकाय बीच समन्वय गरी प्रभावकारी सुरक्षाकर्मीको परिचालन गर्नुपर्ने, तत्काल फायर रोक्न सिजफायर पहल गर्नुपर्ने, सैनिक मुख्यालयसँग समन्वय गरी नेपाली सेनासँग सहयोग लिई प्रदर्शनात्मक असरको लागि नेपाली सेना परिचालन गर्न सकिएको भए हताहतको संख्या कम हुन सक्थ्यो। सुरक्षा स्थितिबारे जानकारी हुँदा पनि प्रधानमन्त्रीबाट समयमा नै आवश्यक पहल भएको देखिँदैन। प्रतिवेदनका लागि ओलीले दिएको बयान यस्तो थियो। 2082 साल चैत्रमा काठमाडौँको तीनकुनेको घटनापछि सबै सुरक्षा निकायहरूलाई त्यस्ता घटनाहरूको सन्दर्भमा कम भन्दा कम धनजनको क्षति होस् र अवांछित तत्त्वको घुसपैठ नहोस् भन्नेतर्फ सुरक्षा निकायलाई निर्देशन दिने गरेको थिए। केन्द्रीय सुरक्षा समितिको अध्यक्ष गृहमन्त्री रहने हुँदा सुरक्षा संवेदनशीलता र सोसँग सम्बन्धित सूचनाहरू गृहमन्त्रीसँग हुने हुँदा तत्कालीन गृहमन्त्रीलाई जवाफको लागि आयोगमा जान भनेको हो। धेरै विषय गृहमन्त्रीको जवाफबाट खुलेकै होला। वास्तवमा भाद्र 23 र 24 गते देशमा हालसम्म नभएको अकल्पनीय र बर्बरतापूर्ण घटना घट्यो। भाद्र 23 गते जेनजेड पुस्ताद्वारा भएको आन्दोलनको दौरान भएका तत्काल र तुरुन्त हुने घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई सोझै जानकारी गराउने विषय होइन। प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, यसको लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रूपमा नै रहन्छ। तर्कपूर्ण ढङ्गले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन। सुरक्षाकर्मी माथि नै आक्रमण गर्ने, सुरक्षाकर्मीहरूका ड्रेस बन्दुक खोसी लगाई सेल्फी खिच्ने जस्ता उशृङ्खल क्रियाकलाप गर्ने कार्य पक्कै पनि आन्दोलनको घोषणा गरेका जेनजेडले होइनन्। आन्दोलनको फाइदा उठाएर घुसपैठ समूहबाट भएको हो। जेनजेडहरूले आफ्ना मागहरू हाइज्याक भयो, हाम्रो उद्देश्य यस्तो थिएन, शान्तिपूर्ण आन्दोलन थियो भनेकै छन्। संसद भवन जलाउने प्रयास 23 गते भएकै हो। सो दिन आन्दोलनमा युवाहरूलाई अगाडि लगाएर आफ्नो उद्देश्य पूरा गर्ने समूहले सुनियोजित रूपमा युवाहरूमा उत्तेजना सिर्जित गरी ज्यान नै हताहती हुने सम्मको स्थिति सिर्जना गराएको हो। सरकारका तीनवटै निकायहरूमाथि आगजनी र आक्रमण सुनियोजित घटना हो। सार्वभौम जनताको प्रतिनिधित्व गर्ने थलो संसद भवन, देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरूपणको थलो सर्वोच्च अदालतमा खोजी खोजी मिसिल हेरी छानेर डाटा खोजेर जलाइयो। त्यसमा संलग्नहरूको भिडियो सार्वजनिक भएको छ। उनीहरूको बयान आयोगद्वारा दिएको छ। राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षको हैसियतले बैठक बसी निर्देशन दिन सकिने अवस्था रहेको, तर सरकारको तर्फबाट कम भन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो। सेना परिचालन गर्ने मनसाय सरकारको नभएकाले त्यस्तो गरिएन। नेपाली सेनाको सुझाव पनि सोही बमोजिम थियो। 22 गते राति नै सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएकोमा सुरक्षा निकायबाट 6-7 हजार जति जेनजेडआई शान्तिपूर्ण हुने भनेको हो। हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिएको हो। मेरो सबै सम्पत्ति जलाइयो र मलाई बस्न दिए बापतको अरूको निजी सम्पत्ति जुन 23 वर्ष अघि नै बेचेको हो सो पनि जलाइयो। तेह्रथुम जिल्लामा एकमात्र आगलगी भएको घर मेरो रहेको। यो सबै गर्नेहरूलाई सोधी खोजी र बयान लिने काम आयोगबाट भयो भएन। उद्योग जलाउनु देशको अर्थतन्त्र जलाएको होइन। सामाजिक प्रबन्धमाथिको आक्रमण, आर्थिक प्रबन्धमाथिको आक्रमण र हाम्रो संस्कृति ध्वस्त गरी देशलाई तहस नहस बनाउने काम भयो। यसरी लगानी प्रवर्धन गर्न सकिन्छ र? भाद्र 23 गतेको घटनामा प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार हुँदैन यो भन्ने पनि होइन। यस्ता प्राविधिक प्रश्नहरू सम्बन्धित व्यक्तिहरूले जवाफ दिनुभएकै होला। भाद्र 23 गतेको घटनापछि बेलुका सरकारको बैठक बसे घटनाको निष्पक्ष छानबिन सम्बन्धमा न्यायिक आयोग गठन गर्ने, घाइतेको प्रभावकारी उपचार साथै मृतक परिवारलाई राहत दिने र जेनजेड पुस्ताको माग बमोजिमको सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खोल्ने निर्णय गरिएको हो। भाद्र 24 गते मैले राजीनामा दिएको हुँ। म बाधक भएको कारणले त्यो आन्दोलन भएको भए मेरो राजीनामापछि सबै ठिक हुनुपर्ने, तर भएन त। सामाजिक सञ्जालको नियमनको विषयमा सरकारले निर्णय गर्यो। सामाजिक सञ्जाल नियमन त हुनु पर्यो नि, जवाफदेही हुनु पर्दैन? पर्छ नि। हो, त्यसै कारणले निर्णय गरेको हो।
तत्कालीन जिम्मेवारीमा रहेका राज्यका पदाधिकारीहरूले घटना सम्बन्धमा आयोगमा बयान दिइसकेका, यस विषयमा सार्वजनिक रूपमा आफ्ना धारणा पटक पटक दिइसकेको छु। जेन्जी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको अभियोगमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि जिम्मेवार बनाइएको छ। उनलाई पक्राउ गर्ने मुख्य आधार नै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख भएको विवरण हो। प्रतिवेदनमा लेखिएको छ, भाद्र 23 गते सँगै संसद भवन परिसर वरपर घटेको घटनाका सम्बन्धमा पूर्व सूचनाको संकलनको कमी, सुरक्षा निकायको भिड नियन्त्रणमा संलग्न अधिकारीहरूमा आवश्यक तालमेलको कमी, भिड नियन्त्रण गर्न आवश्यक पर्ने गैर घातक लगायतका साधन समय सापेक्ष नहुनु, घातक हतियारको अनावश्यक प्रयोग, सुरक्षा निकायबीच भिड नियन्त्रण गर्ने सम्बन्धमा उचित समन्वय नहुनु, सुरक्षा निकायहरूको उचित समय सही तरिकाबाट परिचालन गर्न कानुनमा देखिएको कमी, सरकारी संयन्त्रप्रतिको जनविश्वास आदि कारणले गर्दा उक्त घटना घट्न गएको भनिएको छ। यी सबै कमी कमजोरी हुनुमा तत्कालीन सरकारको र तत्कालीन गृहमन्त्रीको जिम्मेवारी रहने भनिएको छ। सरकारको सम्बन्धित मन्त्रालयको मन्त्रीको हैसियतले गृहमन्त्री रमेश लेखक यसका जिम्मेवार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रहरी कर्मचारीहरूमा दक्षताको कमी, तालिमको अभाव, यथेष्ट र समय सुहाउँदो हात हतियारको कमी र नयाँ गैर घातक र कम घातक हतियारको आयातका लागि अग्रसरता नलिनु, 2082 साल चैत्र 15 गते कोटेश्वर काठमाडौँको घटनाबाट पाठ सिकी सुरक्षा संयन्त्रबीच समन्वय गर्न आवश्यक कानुनी व्यवस्था नगर्नु र भाद्र 23 गतेको घटनामा हताहतको संख्या अत्याधिक हुनुमा र घाइतेहरूको संख्या बढ्नुमा पदीय दायित्वको हिसाबले गृहमन्त्रीको जिम्मेवारी रहन्छ। प्रतिवेदनमा भनिएको छ, भाद्र 23 गते संघीय संसद परिसरमा प्रहरी र प्रदर्शनकारीहरू बीच झडप सुरु भइसक्दा पनि गृहमन्त्री जस्तो जिम्मेवार पदाधिकारी राज्य व्यवस्था समितिको छलफलमा व्यस्त रहनुले उक्त घटनालाई गम्भीरतापूर्वक लिइएको देखिन आएन भनेर प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै सुरक्षा स्थितिबारे जानकारी हुँदा पनि गृहमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट समयमा नै आवश्यक पहल नभएको देखिन्छ भन्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। छानबिन आयोगलाई पूर्व गृहमन्त्री रमेश लेखकले दिएको बयान यस्तो छ, भाद्र 23 र 24 गते देशका विभिन्न भाग विशेषतः काठमाडौँ उपत्यकामा देखिएको असहज सुरक्षागत अवस्थाबारे म गृहमन्त्रीको हैसियतमा समग्र शान्ति सुरक्षा कायम गर्ने संवैधानिक र कानुनी दायित्वमा थिएँ। घटनाक्रम सुरु हुनु अघि नै सामाजिक सञ्जाल र अन्य माध्यमबाट असन्तुष्टि तथा आक्रोश बढिरहेको जानकारी सुरक्षा निकाय मार्फत मलाई प्राप्त भएको थियो र सोही आधारमा गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग निरन्तर समन्वय गर्दै स्थिति अनुगमन गरिरहेको थियो। मैले फिल्डमा प्रत्यक्ष आदेश नदिने तर नीतिगत निर्देशन, समन्वय र राजनैतिक तहबाट आवश्यक सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पार्छु। नेपाल सरकार कार्यविभाजन नियमावलीले गृह मन्त्रालयलाई आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्था सम्बन्धी नीति, मापदण्ड, कानुन, योजना, कार्यान्वयन र नियमनको कार्य तोकेको छ र यसको कार्य सम्पादन सम्बन्धित कानुन अनुसार मन्त्रालय मातहतका निकाय मार्फत हुँदै आएको छ। गृहमन्त्री मन्त्रालयको प्रशासनिक निकाय र प्रहरी प्रशासन बीचको रिपोर्टिङ र निर्देशन पनि विषयगत कानुन बमोजिम नै चल्ने गर्थ्यो। आवश्यकता अनुसार कहिलेकाहीँ सोझै सम्पर्क पनि हुन्थ्यो। नेपाल सरकार मन्त्री परिषदमा सामाजिक सञ्जाल सम्बन्धी निर्णय गर्ने प्रस्ताव गृह मन्त्रालयको तर्फबाट नभएकाले यस विषयमा सुरक्षा निकायसँग छुट्टै राय सुझाव लिने प्रक्रिया भएको थिएन। भाद्र 22 गते साँझ बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो, जहाँ राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी लगायत सबै सुरक्षा निकायबाट भाद्र 23 गते जेनजेड युवाहरूले शान्तिपूर्वक प्रदर्शन गर्ने जानकारी दिइएको थियो र सम्भावित हिंसाबारे कुनै ठोस सूचना प्राप्त भएको थिएन। गृहमन्त्रीको हैसियतले मैले भाद्र 23 गतेको प्रदर्शनका क्रममा गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई बल प्रयोग गर्दा हाताहाती नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्ने जोखिम र सम्भावित घुसपैठप्रति सतर्क रहन निर्देशन दिएको थिएँ। भाद्र 23 गते प्रदर्शनकारी र प्रहरीबीच संसद भवन परिसरभित्र बाहिर भिडन्त भइरहँदा संघीय संसद भवनलाई कुनै पनि हालतमा सुरक्षित राख्नुपर्छ भन्ने मेरो धारणा थियो र अन्तिम बल प्रयोग अर्थात् गोली प्रहार गर्न भनी मैले कुनै आदेश दिएको थिइनँ। बल प्रयोग स्थलगत परिस्थितिको आधारमा खटिएका अधिकारीले निर्णय गर्ने विषय हो र यस्ता विषयमा गृहमन्त्रीले प्रत्यक्ष आदेश दिने अभ्यास पनि छैन। प्रहरी महानिरीक्षकले गृहमन्त्रीसँग अन्तिम बल प्रयोगका लागि लिखित वा मौखिक आदेश लिने कानुनी व्यवस्था र व्यावहारिक अभ्यास नभएकाले सो नगरिएको कुरा मैले बयानमा स्पष्ट गरेको छु। बानेश्वरतर्फ प्रदर्शन उग्र र हिंसात्मक हुँदै गएको जानकारी पाउन साथ मैले सम्माननीय प्रधानमन्त्री, माननीय रक्षा मन्त्री र नेपाल सेनाका प्रधान सेनापतिलाई जानकारी गराएँ। गोली चलेर व्यक्ति हाताहात भएको खबर पाएपछि नागरिकको जीव ज्यानको सुरक्षा व्यवस्था मिलाउन, हताहती रोक्न गृह मन्त्रालयका पदाधिकारी र सुरक्षा निकायहरूसँग तत्काल छलफल गरियो र घाइतेहरूको उपचारका लागि प्रशासनलाई सहजीकरण गर्न निर्देशन दिइयो। भाद्र 23 गतेको दुःखद र अकल्पनीय घटनाको कारण म अत्यन्त दुखी र मर्माहत भई ठूलो पीडाबोधका कारण मैले तत्काल नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीको पदबाट राजीनामा दिएँ।
भाद्र 23मा जेनजेड पुस्ताले उठाएका मागहरू मूलत ठिक थिए भन्ने कुरा मैले सार्वजनिक रूपमा नै भनेको छु, तर त्यस पवित्र मनोभावनामा घुसपैठ भएर भएका दुःखद घटना र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न मिल्दैन भन्ने मेरो ठम्याइ छ। हाम्रो आन्दोलन सफल भएको छ, यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदैछ, साथीहरू आफ्नो घर फर्किनुस् भन्ने जेनजेड युवाहरूको अभिव्यक्तिले प्रदर्शनमा घुसपैठ भएको तथ्य पुष्टि भएको मैले देखेँ। भाद्र 24 का घटनालाई युवाको मागभन्दा पृथक ढङ्गले हेर्नुपर्छ र आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानुन बमोजिम कारवाही हुनुपर्छ भन्नेमा म दृढ छु। काठमाडौँ स्थित नैकाप र कञ्चनपुर महेन्द्रनगरमा रहेका मेरा निजी घरमा प्रदर्शनकारीहरू प्रवेश गरी तोडफोड, आगजनी र लुटपाट भयो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ प्रहरी विधेयक संसदमा दर्ता भई राज्य व्यवस्था समितिमा छलफलमा थियो। मैले राज्यको सुरक्षा प्रणालीमा देखिएका कमजोरी, सूचना सङ्कलन र विश्लेषणको अभाव, युवा पुस्तासँग राज्यको संवाद कमजोर हुनु र पूर्व तयारी पर्याप्त नहुनु जस्ता पक्ष आत्मआलोचना सहित स्वीकार गरेको छु। दीर्घकालीन रूपमा शान्ति सुरक्षाको सुनिश्चितताका लागि कानुनी सुधार, सुरक्षा निकायको क्षमता अभिवृद्धि, मानव अधिकार मैत्री भिड व्यवस्थापन, अन्तर्निकाय समन्वय, प्रविधिको प्रयोग र राजनीतिक प्रशासनिक उत्तरदायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता मैले औल्याएको छु। ओली लेखक पक्राउ, काङ्ग्रेस एमालेबाट विरोध। एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउमा एमाले प्रतिशोध भएको भन्दै कडा प्रतिकार गर्ने जनाएको छ। नेकपा एमालेका नेता महेश बस्नेत, शङ्कर पोखरेल, योगेश भट्टराई लगायतले कडा प्रतिक्रिया दिएका छन्। एमाले तत्कालै सचिवालय बैठक राखेर सडक, संसद र अदालतबाट समेत प्रतिशोध विरुद्ध लड्ने घोषणा गरेको छ। हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेता रमेश लेखकमाथि गरिएको नियोजित, निर्देशित र गैर कानुनी गिरफ्तारीको विरोध, उहाँहरूको रिहाई कानुनी शासन, लोकतन्त्र र मानवाधिकारको रक्षा गर्न संयुक्त एवं प्रभावकारी पहलकदमीका लागि राजनैतिक दलहरू, नागरिक समाज र आम जनसमुदायलाई हार्दिक अनुरोध गर्दछ। आज बिहानको गिरफ्तारीले संविधान, लोकतन्त्र र मानवाधिकारका पक्षधर राजनीतिक शक्तिहरू र आम नागरिकलाई चिन्तित तुल्याएको छ। हाम्रो पार्टी यस प्रतिशोधपूर्ण कारबाहीको दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्नेछ। यस घटनाबाट कति पनि विचलित नभई देश, जनता र लोकतन्त्रका पक्षमा एकता र दृढताका साथ अगाडि बढ्न समस्त पार्टी पङ्क्तिलाई आह्वान गर्दछ। आजको गिरफ्तारीका विरुद्ध भोलि चैत्र 15 गते आइतबारका दिन पार्टी जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई विरोध पत्र बुझाइने कार्यक्रम तय गरिएको छ। सामूहिक रूपमा हामी यस प्रकारका अराजनैतिक, गैर कानुनी र स्वेच्छाचारी कदमको प्रतिवाद गर्नेछौँ। त्यस हिसाबले हामी अगाडि बढ्नेछौँ। त्यसका लागि हामीले हाम्रो पार्टीका नेताहरूलाई कामको संयोजनको जिम्मा लगाएका छौँ। राजनीतिक दलहरूसँग संयोजनको जिम्मा पार्टी उपाध्यक्ष विष्णु पौडेलले गर्नुहुनेछ। संसदीय दलहरूसँगको संवाद र संयोजनको कामको नेतृत्व पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले गर्नुहुनेछ। कानुनी प्रतिवादका सन्दर्भको संयोजन उपाध्यक्ष गोकर्ण विष्टले गर्नुहुनेछ भने समग्र जनपरिचालनका सन्दर्भको संयोजन पार्टी केन्द्रीय कार्यालयका तर्फबाट गर्ने योजना बनेको कुरा म तपाईँहरूका बीचमा राख्न चाहन्छु। साथै एमालेका सङ्गठनहरूले सडकमा प्रदर्शन पनि सुरु गरेका छन्। काठमाडौँका विभिन्न स्थानमा सानो सङ्ख्यामा सहभागी भएका उनीहरूले सरकार विरुद्ध नाराबाजी गरिरहेका छन्। सडकमा उत्रिएका एमाले कार्यकर्ताहरूले प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै नारा लगाइरहेका छन्। यता नेपाली काङ्ग्रेसले पनि ओली र लेखक पक्राउको विरोध गरेको छ। उनीहरूले पनि यसलाई राजनीतिक पूर्वाग्रहपूर्ण कदम भनेका छन्।